कुनै पनि बल सही दिशातर्फ गएको छैन। यस प्रकारको अटेम्प्टहरू एक्युरेसी इम्प्रुभ गर्नुपर्ने आवश्यकता छ, विशेष गरी झापाले। बिनोङ बल होल्ड गर्ने प्रयास थियो, आफ्नो टिमलाई फ्री किक जिताउन सफल उनी। छिरिङ लामा जसले बिनोङलाई कभर गरिरहेका थिए र बिनोङ वाज ब्याकिङ अफ एन्ड बिनोङ इज सच अ स्ट्रङ अट्याकर। तपाईले उनलाई रोक्नको लागि आइदर यु हैव टु फाउल हिम or just bring him to the ground. प्रवेश कटवाल त्यहाँ कि कन्भर्सेसनमा आजका फोर्थ अफिसियल प्रज्वल छेत्रीसँग। सुरज जुठकुरी लिनेछन् निकै टाढाबाट, 45 meters distance for this free kick. Can पोखरा go 1-0 up? सुरजको क्रस, गोलकिपर अन्जल श्रेष्ठ लिन सफल। अब भने एरोन अन द बल र फाउल जिताउन सफल। र पोखराका खेलाडीलाई थाहा छ कतिको लिथल छन् एरोन। ही हैज टु बी स्टप। यदि त्यहाँ एक खेलाडी बिट गरेको खण्डमा ही विल गो फर अ गोल। दुवै टिमहरू फेरि कसियसली खेल्नेछ। अभियसली झापा इज इन 6th place। उनीहरूको 3 खेलमा 3 खेल बराबरीमा टुङ्गिएको कारणले दे ओन्ली ह्याभ 3 points भने पोखराको अहिलेसम्म 4 खेलमा उनीहरूले 1 जितेका छन्, 1 ड्र, 2 हार र उनीहरूको छ 4 अङ्क। यदि पोखराले आजको खेल जितेमा उनीहरू पुग्नेछन् 4थो स्थानमा। इफ गोल डिफरेन्स दे माइट गो अप एज वेल। तर यो मौका बिनोङको लागि। स्टिफन समीर बिनोङ भन्दै मात्र थिए अमनले, यहाँ बिनोङ स्कोरमा आफ्नो नाम दर्ता गराउन सफल। स्टिफन बिनोङ, what a combination play, what a pass and what a finish. Stephen Samir Binong पोखरा थन्डर्सलाई खेलमा अग्रता दिँदै फाइनली आफ्टर सो मेनी अटेम्प्ट्स गोल आएको छ पोखराको लागि। That will be a big sigh of relief. डेफिनेटली आयुष खलाङको यो पास जो आइडलले छोडिदिए बिनोङको लागि एन्ड गोलकिपर अन्जल श्रेष्ठ had no chance at all. उनी हेरेको हेरे, there you go, it just sniffed past him. Binong with that powerful shot. बिनोङको यस प्रतियोगितामा यो दोस्रो गोल, very vital goal आवाज। सुरुवाती अवस्थादेखि नै जुन प्रकारले डोमिनेट गरिरहेको थियो पोखराले, they might have been frustrated because गोल आइरहेको थिएन, but this, as you said, is a sign of relief. राइट म्यान, राइट गोल र राइट टाइम। यो समयको जुन कुरा गरे अमनले, द्याट इज द मेन फ्याक्टर। किनभने यहाँबाट 10-15 मिनट अगाडि गइदिएको भए त्यहाँ फ्रस्ट्रेसन सेट इन भएको। जब झापाले अट्याक गरिरहेको छ र पछाडि स्पेस खाली हुन्छ त्यहाँ मौका रहन सक्छ, समीरको क्रसमा बिनोङको गोल हुन सक्छ। लजार, छिरिङ लामा येलो कार्डमा छन्। छिरिङ, अविनाश, वन्डरफुल बल, क्लिप भएका छन् उनका टिममेट। द्याट माइट बी एन्ड विल बी अ येलो कार्ड। लेट च्यालेन्ज थियो एक राज बुढा थोकीको। The first player from Pokhara Thunders to get into the referee's book. यहाँ जुन प्रकारले कट गरिदिएका थिए थिए एक राज, त्यहाँ मौका बन्न सक्छ भनेर उज्जवल राईको यो भेरी नाइस कटब्याक र यो जहाँबाट यो फ्री किकको मौका रहन सक्छ। एरोन पनि आइसकेका छन्, सायद उनको यो प्रयास हुन सक्छ भने अन द बल वी सी द्याट म्यान लजार आर्सेक, जसको यस प्रतियोगितामा कुनै पनि डेड बल सिचुएसन सही ढङ्गले प्रहार भने हुन सकेको छैन या सही दिशा लिन सकेको छैन उनले प्रहार गरेको फ्री किक्सहरूले। यहाँ look at that, somehow by the looks of it, somehow the number 11 Arsek kind of like reminds me of Christian Eriksen of Denmark. Arsek with a shot. Oh my god, goodness gracious, Arsek Lazar यसभन्दा अगाडि एक पटक उनको फ्री किकले क्रसबार छुन्न सफल भएको थियो भने यस पटक clean as a whistle, the cleanest of free kicks that we've seen in this season of NCL Nepal Super League. जाली चुमाउन सफल। There is always the first time and this is the first time. Your free kick directly into the post and into the net. This is the first direct free kick goal we've seen in Nepal Super League Season 3. Look at that. Completely deceived
Priso Nzanga, and Priso Nzanga is a huge goalkeeper. That particular shot, the Serbian maestro, that number 11, he's been trying this from the very first game. He's been trying, and today finally he succeeds. Arsik Lazar, you beauty, what a beautiful left footer that was. अमनले भन्दै मात्र थिए उनले एरिक्सनको झल्को देखाउँछन् भने there has been a substitution which we will be confirming in a while. Lazar फेरि बल लिएर अगाडि बढ्दै एक को अवस्था. Now the elephant, the Tuskers can dream from here. Samir ball जित्न भने सफल थिए तर no foul says the referee. Khalan and that stuff from Nemanja, यसै कारण पनि उनी घाइते पनि भएका थिए. जोआइडोको यो प्रयास, it just kissed the bar and went away. पोखरा थन्डर चेन्जेसको साथ उनको गेम पनि निकै राम्रो भयो जुन चान्स क्रिएट गरेका थिए भर्खरै. Avinash did have had a fabulous game in the center of the midfield for Jhapa. He's had to come against best attackers. Obviously, Pokhara Thunders ka piece attackers हरूलाई रोक्नका लागि you need speed and skill both. Avinash आज पनि एक उत्कृष्ट खेल प्रदर्शन गर्दै. Avinash, Lakhen Limbu, Lazar Arsik in the middle of the field for Jhapa FC. Priso, there you go. उनले सायदै सोचेका थिए त्यो बल त्यति खुनामा प्रहार हुनेछ भनेर. We're into the 90th minute of this game. महत्त्वपूर्ण खेल भनिएको दुवै टिमको लागि 1-1 को बराबरीमा. जोआइडो लङ बल खेल्दै गौरव श्रेष्ठ प्रयास थियो बिनोङलाई बल दिने. खेल 1-1 को बराबरीमा. दुवै टिमले 1-1 अङ्क बाड्नेछ यदि यो खेल यतिकै सकिएमा, र यो दुवै टिमको लागि सही नतिजा भने पक्कै पनि होइन. टप 4 मा फिनिश गर्नुपर्नेछ तपाईँ यदि प्लेअफको लागि सेलेक्ट हुने हो भने. अहिलेसम्म यस नतिजामा झापाको 4 अङ्क हुनेछ भने यसैगरी पोखरा थन्डर्सको 5 अङ्क हुनेछ. यसै कारण पनि जोआइडो आयुष सेटको पिल थियो, दिएको छैन. क्रस गर्ने अवसर छ. द क्रस कम्स इन, हेडर क्लियरेन्स. अझै पनि मौका. चन्दन दास खेल मैदानमा आउने बित्तिकै एउटा मौका सिर्जना त गरे पोखराको लागि, त्यो सही हुन सकेन भने एरोन. नाउ on the attack is Jhapa. कनेक्ट हुने प्रयास थियो उनको. अविनाश साङतानसँग राम्रो कम्बिनेसन बन्दै थियो तर अपोजिसनका डिफेन्डर त्यहाँ तैनात. गेरो on the ball now. गेरो बक्समा उपस्थित छन्. आयुष एरोन पनि बक्स प्रवेश गरिसकेका छन्. क्रस फ्रम दिपेश. ऋतिक, यो मौका सुनौलो मौका थियो ऋतिकको लागि. इनसाइड द बक्स, त्यहाँ रोक्ने होइन, त्यहाँ जिउको जुन भाग. हामी 4औं मिनेटमा प्रवेश गरिसकेका छौं. पोखरा पार साइडबाट अट्याक बिल्ड गर्दै. जोआइडो on the ball. आयुष र बिनोङ बक्समा. उनको अन्तिम टच जोआइडोको भएको कारणले this will be given as a goal kick. 6 मिनेट थपिएको छ भने अभियसली 6 मिनेटको पनि मात्र अब 2 या 3 मिनेट खेल बाँकी छ. If any team goes on to score 1 goal, त्यो winning goal साबित हुन सक्छ. दुवै टिम गोलको खोजीमा पनि अगाडि बढिरहेको छ. They are taking few risks as well. Lakhen on the ball. On the left is Hrithik. बल होल्ड गर्न सफल. आर्सिक लजार, Serbian trying to come forward. Gero, Aaron. This will be passed to the teammate. Dipesh Dhimal. Dipesh has been fouled. Your promising position, Zaman. Your free kick ko lagi. What a comeback this will be if this is converted into a goal. पोखरा थन्डर्स का क्याप्टेन आयुष खलानले यहाँ जुन फाउल प्रहार गरे, सायद फाउल प्रहार नगरेको भए पनि हुन सक्थ्यो. 3 जना खेलाडीहरूले खेलिरहेका थिए. दिपेश धिमाललाई. There you go. Dipesh goes past one and Ayush, maybe he saw the threat coming in. तर यो फ्री किक, यो मौका हुन सक्छ विनिङ गोलको लागि. झापा, will he cross or will he take it? He might just go directly. Lazar Arsik has the quality. He might just blast it into the net. Arsik
into the 6th minute of stoppage time. RC goes long. Oh, target ma bhane thiye tara clearance विश्वको तर्फबाट अझै पनि बलमा झापा FC. Will there be a twist in the tail in this game? Can we see a late goal? अझै पनि lock-in ball position hold गर्न सफल. We have some seconds remaining. बजारको यो फ्री किक यसपालि फ्री किकमा पेस थिएन, यसै कारण पनि खासै अप्ठ्यारो परेन पिस्टोलाई त्यहाँ पञ्च गर्नको लागि. ही अप्टेड फर अ पञ्च नट फर अ क्याच, किनभने प्रेसर आइरहेको थियो अपोनेन्ट्सका अन्य खेलाडीहरू मार्फत. Long diagonal ball. Oh, Aaron trying to go for the spectacular. प्रयास भने उत्कृष्ट नै थियो. इफ एन्ड बट्स को कुराहरू आउँछ यहाँ. यदि सही कन्ट्याक्ट भएको भए यो एउटा हेर्न लायकको दृश्य रहने थियो. He went for that acrobatic shot, तर well defended actually. Very well defended from Pokhara Thunder's defenders. Gaurav Shrestha. र whistle blow गरिसकेका छन् रेफरी उमेश बिडारीले. That was the last chance for either of the teams. 90